Hey guys, आज चाहिँ म टिजे म्याक्स गएको थिएँ अनि त्यसपछि एउटा सामान चाहिएको थियो त्यही भएर म टिजे म्याक्स गएको थिएँ तर मैले लास्टमा चाहिँ यति धेरै सामान उठाएर ल्याएँ है पालै पालो म सबै आज हल गरेर देखाउँछु है त। सो फर्स्ट थिङ चाहिँ म यो झोला पनि थाप्यो है यसबाटै म देखाउँछु कस्तो खाले मैले के के ल्याएँ सुरुमा साथी हो सुरुमा दिस ब्याग कति क्युट छ यो ब्याग। यो चाहिँ पोलिनको ब्याग जस्तै डिजाइनमा छ है मलाई कस्तो मन पर्यो एकदम सफ्ट लेदरमा छ हैन छिर्ने बित्तिकै थियो नि त अनि चट्ट आँखा पनि गइहाल्यो अनि त्यसपछि यसो छामे कस्तो नरम मजाको लाग्यो अनि लिइहालेँ। यसमा चाहिँ दुईटा ब्ल्याक र यो कलर थियो अनि ब्ल्याक त मसँग धेरै छ ब्यागहरू अनि मलाई चाहिँ यो ब्याग लिन मन लाग्यो अनि लिएँ। अर्को पनि ब्याग रहेछ खासमा मैले चाहिँ यो ब्याग मात्रै याद गरेको थिएँ यहाँभित्र पनि ब्याग छ भनेर यो वाउ यो चाहिँ म भइहाल्यो अनि सेकेन्डमा यो पनि ब्याग रहेछ है यो पनि यसको पनि त्यो रहेछ आउने रहेछ चेन अनि त्यसपछि त्यो रहेछ इनसाइड कति राम्रो रहेछ। हजुरहरू पनि गएर लिन सक्नुहुन्छ है यो ब्याग एकदम राम्रो त्योमा छ क्वालिटी अनि मन पर्यो। अनि सेकेन्ड प्रोडक्ट मैले यो ल्याएँ यो चाहिँ मलाई ब्युटी ब्लेन्डरहरू चाहिँ हराएकै गर्छ कि जतिखेर पनि अब म मिस आउट गरिरहन्छु अनि मैले बट्टामा ठ्याक्क भेटाएर ल्याएको तर के भन्छ मेरो यतिखेर चाहिँ फोन आएको थियो अनि त्यतिखेर चाहिँ भोइस चाहिँ आउँदो रहेनछ रेकर्ड नहुँदो रहेछ क्या फेरि रेकर्ड गर्नुपर्ने अल्छी लाग्यो अनि त्यसपछि मैले माथिबाट भोइस कभर गरिदिएँ अनि यो चाहिँ मैले कर्ली गर्ने ल्याएको थिएँ मलाई चाहिँ कर्ली गर्न एकदम मनपर्ने भएको भएर अनि ल्याएको थिएँ। अनि यो अर्को प्रोडक्ट चाहिँ मैले मेरो हस्बेन्डको लागि ल्याइदिएको दिपेशको लागि अनि त्यसपछि यो चाहिँ एकदम स्विफ्टली वर्कमा थियो अनि राम्रो सफ्ट मेटेरियलमा थियो त्यही भन्दै थिएँ म भिडियोमा एकदम राम्रो छ भन्दै थिएँ। अनि अर्को चाहिँ यो वाइट कलरमा मैले मेरो लागि ल्याएको थिएँ एकदम यो अफ सोल्जर टाइपको सानो स्लिभलेसमा छ यसमा पनि सिफ्लीको वर्क भएको सिफ्ली वर्कमा रहेछ फेब्रिक इज सो नाइस अनि मलाई कस्तो चट्ट देख्नु बित्तिकै मन परेर किनेको थिएँ। अर्को ब्याग खोलौँ है त मैले यो चाहिँ त्यहाँनिर देख्दाखेरि चाहिँ के भन्छ यो चाहिँ अफ सोल्जर हो अनि यो चाहिँ मैले त्यहाँनिर चाहिँ ओरेन्ज कलरको देखेको थिएँ कि डार्क ओरेन्ज कलर अनि मलाई एकदम मन पऱ्यो तर रेड पो रहेछ कि लाइटले गर्दा ओरेन्ज जस्तो देखिरहेको थियो अनि ठक्क लगाएर म यो पछि मलाई यसको फेब्रिक मन पऱ्यो अनि यसको डिजाइन मन पऱ्यो त्यो छ यो चाहिँ लार्ज साइज मिडियम साइजमा हो यो पनि छ टिजे म्याक्समा हजुरहरू यस्तो मनपर्छ भने लिनु होला मन परेपछि मैले एउटै डिजाइनमा दुईवटा ल्याएँ एउटा चाहिँ त्यो रेडमा भयो भने अर्को चाहिँ यो वाइट कलरमा यो चाहिँ लार्ज साइज हो त्यो चाहिँ मिडियम साइज हो टक्क यस्तो गरेर लगाउँछु पछि बेबी भइसकेपछि चाहिँ लगाएर जान्छु होला कतै कतै उसको पनि त्यही हो पछाडिपट्टि यस्तो स्ट्रेचिङ टाइपको छ यिनीहरूको फेब्रिकै मन पऱ्यो मलाई चाहिँ फेब्रिक इज सो नाइस होइन सफ्ट कम्फी टाइपको छ। अनि अर्को चाहिँ रहेको छ यो यसमा चाहिँ दुईवटा कलर थियो अनि मलाई चाहिँ यो एउटा चाहिँ यस्तो यस्तो टाइपको तर अलिकति लाइट कलर थियो अनि मलाई चाहिँ सुहाएन अनि त्यही भएर मैले यो ल्याएको छु। अनि त्यसपछि यसको पनि यो पछाडि स्ट्रेचिङ छ अनि यसमा साइडमा गोजी पकेट छ यसको पनि मेटेरियल नै राम्रो छ राम्रो ल मेरो छोरा उठे जस्तो छ। अर्को चाहिँ ब्यागमा के छ भन्दाखेरि खासमा चाहिँ साथीहरू म यो पिङ्कको लागि गएको थिएँ क्या मेरो अब छोरी आउँदैछ नि त अनि त्यही भएर मलाई अहिले पिङ्कमा आँखा पुरा गइरहेको छ अनि मैले त्यसको लागि गएको थिएँ खासमा चाहिँ यसको पनि दुई साइडमै पकेट छ अनि यो चाहिँ बिचमा कट भएको जस्तो छ यो भयो। अनि लास्टली चाहिँ
यो हो, विच इज मलाई अति नै मन परेको। यो चाहिँ सबैभन्दा धेरै मन परेको हो। एकदम सुदिङ कलर होइन, एकदम सुदिङ कलर। अनि त्यसपछि यस्तो एकदमै राम्रो रहेछ यो लङ स्लिभ्समा होइन। यसको चाहिँ गोजी छ। अनि यो चाहिँ मलाई डेलिभरी पछि ब्रेस्ट फिट गर्नको लागि पनि सजिलो हुन्छ। एउटा दिन नगएको तर कति 6-7 वटा ल्याएर है। यस्तै छु, के गर्ने। हजुरहरू पनि म जस्तो कसले गर्नुहुन्छ कमेन्ट गर्नुहोस् है। थ्याङ्क्स फर वाचिङ, बाई बाई।